नमस्कार बहिनी। नमस्कार दिदी। नमस्कार। नमस्कार भाग्यमानी हुनु। बस न। सन्चै छु नानी। कहाँबाट आउनुभयो? धेरै समयपछि देखरेख भयो। तपाईँको नानी 6 महिना पुग्यो होइन? हजुर, मेरो बच्चा 6 महिना पुग्यो, तर अहिले त भने जसरी बच्चाको त तौलै नपुगेको जस्तो लागिरहेछ मलाई त। के गर्नु होला हेर्नु न। ए त्यसो भए त त्यसको लागि बालभिटा छ कि एउटा? ए हजुर, त्यसमा धेरै प्रकारको भिटामिन पाउँछ। त्यही त मैले सुन्न चाहिँ सुनेको थिएँ, भिटामिनहरू पाइन्छ बालभिटामा भनेर। ए आएछ होइन यहाँ पनि? आयो नि, यो 6 महिना पुरा पुगेर 7 महिना लागेको बच्चाहरूलाई खुवाउनुपर्छ। तपाईँले पढ्न सक्नुहुन्छ, पढ्नु त। ए हुन्छ, भने पछाडि यो भित्र चाहिँ कतिवटा हुन्छ? 30 प्याकेट हुन्छ। ए 30 प्याकेट हुन्छ भने पछाडि यस्तो हुँदो रहेछ होइन? हजुर त्यस्तो हुन्छ। भनेपछि बच्चालाई दिनमा एउटा खुवाउनु पर्यो होइन त? 1 प्याकेट खुवाउनु पर्यो बच्चालाई। ए अनि कति महिनासम्म खुवाउने अनि कति नखुवाउने के खुवाइराख्नुपर्छ? होइन नि, बच्चालाई 2 महिनासम्म खुवाउने। हजुर। 6 महिना पुगेर 7 महिना लागेदेखि 8 हजुर। महिनासम्म खुवाउने। ए हजुर। 4 महिना ग्याप राख्नुपर्छ। ए भनेपछि 2 महिना खुवाएर 4 महिना ग्याप राख्नु पर्यो। अनि यहाँभित्र चाहिँ के छ? पाउडरहरू जस्तै छ? धुलो छ? धुलो छ, पाउडर छ। ए भने पछाडि त यो खुवाए पछाडि त बच्चाको तौल त बढ्छ होला। यो धुलो चाहिँ कसरी खुवाउनु फेरि? बच्चालाई पानीमा घोलेर खुवाउनु कि कसरी दिदी? पानीमा होइन, खानामा खुवाउनुपर्छ। ए हजुर। तपाईँले अब कति खाना खुवाउनु लाग्नुपर्छ नि? हजुर। ठिक्क हजुर। बनाएर तातमा पनि होइन, चिसोले ठिक्क बनाएर खुवाउनु होला। 2 महिनासम्म खुवाउनुपर्छ। भनेपछि यो बच्चालाई एउटा प्याकेट चाहिँ जति खाना खान्छ मेरो बच्चाले त्यतिमा लगाउने अनि मुछेर चाहिँ खुवाउनु पर्यो। यदि त्यो खाना रह्यो भनेदेखि भरे तताएर भोलिपल्ट राखेर खुवाउन मिलेन होइन त? ए भनेपछि यो खुवाइसके पछाडि मेरो बच्चालाई त्यस्तो कुनै बमिटहरू हुने त्यस्तो केही त हुँदैन होला नि होइन? त्यस्तो पनि सुरुमा बमिट पनि हुनसक्छ, कालो दिसा पनि आउन सक्छ, तर तपाईँले आत्तिनु पर्दैन। ए भनेपछि कालो दिसा चाहिँ आउन सक्छ, आत्तिनु चाहिँ परेन होइन त? यहाँनिर त 30 वटा रहेछ। तपाईँले भन्नुभयो 2 महिनासम्म खुवाउनुपर्छ भनेर। एक बट्टा त मैले 1 महिनालाई पाइसकेँ। अब अर्को बट्टाको लागि चाहिँ म स्वास्थ्य संस्था जानु पर्यो कि तपाईँहरूसँग ल्याउनु पर्यो कि मेडिकलमा किन्नुपर्छ? मै लिएर आउँछु नि। ए भने पछाडि बाहिर यो मेडिकलमा किन्न पर्दैन मेडिकलमा होइन? किन्न पर्दैन, हाम्रो स्वास्थ्य चौकीमा पाइन्छ, फ्रीमा पाइन्छ। त्यो सकिएपछि ए झनै राम्रो रहेछ नि, पैसा पनि नपर्ने रहेछ, आफ्नै स्वास्थ्य संस्था फ्रीमा पाइने रहेछ। त्यसो गरे पछाडि त भनेपछि तपाईँहरूले त घर घरमा यसरी ल्याएर सुविधा पनि दिनुहुने रहेछ। आफ्नो कुलमा बच्चाहरूलाई ए हुन्छ, तपाईँले भने जस्तै गरेर म मेरो बच्चालाई दिनमा 1 प्याकेटको दरले थोरै मेरो बच्चाले जति खाना खान सक्छ त्यति खानामा गिलो पनि होइन